Hey guys, this is me अनि म चाहिँ आज त्यही हाम्रो घर पछाडिको खोलामा आएको छु अनि आज म तपाईहरुलाई एकदम स्पेशल मान्छेलाई भेटाउन गइरहेको छु मेरो के परे चाइल्डहुडको बेस्ट फ्रेन्ड हैन अनि यता हेर लु हाई हाई भनेर मेरो फ्यानहरुले 11-12 जना छन् रोइ पनि लोयल छन् हेर्दिन्छन् नि त भिडियो अनि लाइक पनि गर्दिन्छन् हैन जति छन् त्यतिले भए पनि राम्रै हो त अनि अहिले चाहिँ हामी चिया बगान घुम्न जाँदैछौँ म अब छैन हामीसित केही पनि साधनहरु घुम्नलाई टाढा टाढा खाली खुट्टा गइरहेको छौँ हामी उतैले मलाई खाली खुट्टा हिँडिरहेको चाहिँ चप्ली लाएर हिँडिरहेको छु अहिले खाली खुट्टा भन्दै अनि यो चाहिँ हाम्रो घर पछाडिको यो बगर हो क्या अनि यहाँदेखि चाहिँ माथि यो बगर कटेर गएपछि चिया बगान आउँछ त्यहाँ हामी त्यही जाँदैछौँ फोटो खिच्ने अनि घर फर्किने हामी म कतिखेर आएको हामी 10:30-11 बजेतिर घर आएको कलेजबाट हैन अनि आएर गफै मात्र हानेर अघि हिँडेको भए यतिखेर कतिवटा फोटो भिडियो भइसक्थ्यो हाम्रो हामी पुग्न चाहिँ कतिखेर पुग्छौँ रम्जुले हिँडेको नि अहिले चाहिँ पुग्न त पुगिहाल्छ नि उति त हो फोटो भिडियो खिच्न थालेर चाहिँ बिर्सिन्छौँ क्या घर जानुपर्छ भनेर त्यो पनि हो अनि हामी चाहिँ बच्चामा यत्रो हुँदाखेरि देखेको साथी हैन अनि 9 क्लासदेखि हामी छुटेको अनि अहिले आएर फेरि भेट भएको एकैचोटि भेट भएको अरू बेला त यादै हुँदैन हैन उसले पनि नयाँ साथी बनायो मैले पनि नयाँ साथी बनाएँ त्यसरी भुलाभुल भयो भुलाभुल चाहिँ भएको थिएन बोलचाल चाहिँ अलिक कम भएको थियो तर बोलेपछि फेरि बोलिहालिन्थ्यो नि त नि त्यस्तो यो अप्ठ्यारोवाला सिचुएसन आउँदैन नि त पतर पतर गरिहालिन्छ कहिलेदेखिको गाने एकैचोटि सुनाइन्छ अयो अनि उसको नाम चाहिँ भूमिका हो अहिले याद आयो न अगाडिदेखि त कहाँ याद हुन्छ नाम चाहिँ अहिले भनिदिँदैछु गाइस जाँदैछौँ हिँड्दैछौँ बाटोमा दिस बाटो यो बाख्राहरू चराउनुहुन्छ कि यहाँ अनि बस्नुहुन्छ क्या मान्छेहरू भने चाहिँ हाँस्छ न ठाउँमा पेन्ट मासु कट गर्ने फेरि फुल्ने त फाइनली गाइज वी आर हियर अनि अहिले चाहिँ क्यामेरा क्वालिटी अलिक राम्रो आएको छैन घाममा मात्रै राम्रो आउँछ मेरो फोनमा हैन अनि आइफोन गिफ्ट गरिदिनु अरे इस गरिदिन्छ नि मेरो लोभले मेरो फ्यानहरू रिसाउँछ अरे क्या मेरो फ्यान छन् फेरि चिया बगानमा आइपुगिसक्यौँ तर यहाँको माथिको फोटो खिच्ने मेन ठाउँको चिया बगान चाहिँ पुरा फाडिदिनु भएको रहेछ क्या होइन अब यस्तै हो नि त अब यस्तै हुन्छ कि यस्तै हो अब यहाँ भिडियोहरू बनाउने हामीहरू होइन यहीँ बनाऊँ होला नि यहाँ अलिक राम्रो छ हौ लु बना वेट यु डोन्ट लभ मी वेट लु हामी चाहिँ म बोल्दिनँ है मलाई बोल्न पनि मलाई अहिले बजार जाने बेलामा बोल्छु ल म यही भूमिका बोल्छ अरे बोल ल सो अब हामी यहाँनिर आएको भन्नाले हामी यहीँ आएको कस्तो राम्रो बोलेको कति राम्रो देखेको हौ यता कहाँ खिच्ने फोटो यतै खिच्ने चिया बगान त यही त हो नि हामी चाहिँ यहाँ फोटो खिच्न आएको होइन फोटो खिच्ने ठाउँ चाहिँ राम्रो रहेछ तर के भन्नु अब नथोप्रा राम्रो भयो यसले मेरो एउटा पनि राम्रो फोटो खिचेन क्या मैले यसको कस्तो आयो उसलाई चुप लाग्यो सबै फोटो राम्रो आएको छ कि उसले छैन मैले कस्तो राम्रो फोटो खिचेको छ क्या यसको लाइक DSLR जतिकै राम्रो फोटो खिचेछ यसले मेरो एउटा ढङ्गले खिचेको छैन एउटा ढङ्गले क्या हो हेर्नु न कस्तो जिउ नै राम्रो छ
कसले भन्यो त एकदम सेक्सी हालिदिनु झन् आजको केटीहरूलाई अब कम्प्लिमेन्ट हान्दाखेरि यिनीहरूलाई अब यो फिल हुँदो रहेछ क्या उयो भर्खर रोपेछ है क्या होइन यो काटेको फाडेको थियो ए म चाहिँ भर्खरै रोपेको होला यहाँ भर्खरै फाडेको रहेछ खिच्ने त फोटो उतातिर जाने कि यतै खिच्ने ओइ कति राम्री आएको हे गाइज वेलकम टु माई भ्लग गाइज टुडे मेरो भ्लग उसले कन्ट्रोल गर्छु गाइज देख नाम बिर्स्यो यसले नाम बिर्स्यो त्यही भएर आफ्नो भनेको किन नाम भनिराख्नु जरुरी छ भूमिका राजवंशी She doesn't love me guys राजवंशी She doesn't love me She's forgotten me and sorry for this खटारा English गाइज हामी चाहिँ घरतिर लाग्यौँ होइन अनि आज चाहिँ यस्तो भएको थियो क्या आज म यसरी यहाँ आउँछु भनेर मैले सोचेकै थिइनँ घुम्नलाई अनि यस्तो ऊ बुक लिन आएको हो खासमा मेरो घर होइन अनि बुक लिन आयो नि हामी गफ गर्दै 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 टाइमै पास भयो क्या हाम्रो अनि अब आज यतै बसौँ भनेर अनि एक्कासी प्लान पनि भइहाल्यो अनि ऊ आज यता आएको बेलामा अब यस्तो राम्रो ठाउँ हेराइदिउँ भनेर यो ठाउँ हेराउन ल्याएको अनि कस्तो लाग्यो तिमीलाई अरे कस्तो लाग्यो यो ठाउँ कस्तो राम्रो ठाउँ छ आहा वाउ के भन्यौ आज हामी जामा लाउने त्यस्तो बोल्नु हुँदैन मेरो ब्लग फ्यामिली फ्रेन्डली ब्लग हो 11 जनाको च्यानल अयो हाम्रो होम स्विट होम अस्माले बिग्रिन थालिसक्छ स्मल फ्यामिली माई स्मल फ्यामिली अब आजदेखि भूमिकाले पनि सब्सक्राइब गर्छु जबरजस्ती गराउन लाउँदैछ यो गाइस छैन ल तिमीले पनि गर्छौ तिम्रो भिडियो आएपछि तिमीले चाहिँ गर्दैनौ र अब डर लाग्यो भूमिकालाई आज नि हामीले आज एस्थेटिक चप्ली पनि लाएर आएको छौँ एस्थेटिक चप्ली गाइज एस्थेटिक चप्ली यो चाहिँ तर चप्ली चाहिँ देखेको छु कि छैन त्यो चाहिँ थाहा दिस फ्लावर इज ब्युटिफुल लाइक मी बट आई थिङ्क आई एम मोर ब्युटिफुल अरे कति राम्रो हान्थ्यो नि दिमसाले अयो अगाडि आएर बोले न पछाडिबाट त भोइसै आउँदैन प्रिटी लाइक अ फ्लावर प्रिटी लाइक अ वाइट ट्युलिप वाउ हामी सुकेको सिरो गाडीमा आइसक्यौँ गाइज अयो ओइ हामी अर्कै बाटो आइपुग्यौँ हौ मेरो गाइजहरू धेरै हुनुहुन्छ वेट है ए यता हो गाइजहरूले मलाई हरा काक्का लग्दै चुप लाग्यो न 11 जना मान्छेहरू ऊ त्यो हाम्रो आन्टी 12 seconds later. म क्या मेडीमा स्कर्टमा होइन उयो ब्याग उता उफ्रेको जति उफ्रेको वाउ सिधा यो गोबरहरूलाई जलेको सी द भ्यू गाइस सी द भ्यू अयो वाउ खोला किनारमा आउनु रहर लाग्छ कि तर डर लाग्छ क्या मान्छेहरू कति मरेको हुन्छ त्यही भएर हो 2000 years. हे गाइज हामी चाहिँ भर्खरै अब के भरे बजारबाट फर्क्यौँ अब भ्लग बनाउन बिर्सिहाल्यौँ अनि ऊ किम्बुचोले किम्बु पनि चोरिहाल्यो अनि किम्बु पनि खाँदै फर्किँदैछु अनि यहाँ मासु छ मासु यहाँनिर चिकन हामीलाई अरू थोक चल्दैन होइन हामी चिकन लभर किम्बु लभर पनि अब जाने घर जाने अनि खाना बनाउने अनि खाना बनाउने अनि त्यसपछि अनि खाना बनाउने हाइट मिल्दैन नि त हाम्रो त्यही भएर ल यो धेरै अग्लो छैन ल 5.5 अनि खाना बनाउने होइन अनि त्यसपछि खाना बनाउने अनि त्यसपछि खाना ए त्यही क्या अनि आयो अनि त्यसपछि खाना बनाउने अनि सायद अब घर गएर खाना बनाउँछु ल म भ्लग बनाउन पाउँदिनँ होला त्यही भएर यही भ्लग भएर चिकनको रेसिपी आउँछ अब मेड बाई अस चिकनको रेसिपी चाहिँ फाल्टो भिडियो बनाउनु नि क्या गुड आइडिया चिकनको रेसिपी हेर्न चाहनुहुन्छ भने म कसरी बनाउँछु भनेर चाहनुहुन्छ भने चाहिँ के भरे भन्न होइन अर्को भिडियो कति लाइक गरिदिनु 10 लाइक 10 धेरै त आउँदैन 10 लाइक गरिदिनु होला अनि लाइकमा आए पनि हाल्नुहुन्छ म अनि त्यसपछि त्यति बेरसम्मको लागि चाहिँ बाई 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 सी यू इन नेक्स्ट भ्लग थ्याङ्क यू फर वाचिङ अब चाहिँ गर थ्याङ्क यू खोइ त क्यामेरै राम्रो बन्द भएन हो